अब हामी हेलो गाइस अब हामी चाहिँ घाँस काट्नु जाँदैछ ऊबाट घाँस चाहिँ घाँस गाइस हामी चाहिँ घाँस काट्नु जाँदैछ है अब चाहिँ तपाईँलाई देखाउँछु म त्यहाँदेखिको मेरो यो चाहिँ खाडो लेट्स गो इसो खाऊ ल्याऊ इसो खाऊ बरो हेलो गाइस अब चाहिँ घाँस काट्नु गएको हामी चाहिँ हो गाइस ला मैले त यो उयो मात्रै ल्याएछ थाप्ली मात्रै टाउकोमा लाउने मात्रै मुनिको खै गाइस घाँस काट्नु चाहिँ माथि पुगे म हो अब यता जान्छ चाहिँ दामी घाँस काट्नु यो आउनु आँट्यो यसलाई दे त पानी बिगार्छ निस्कि पानी बिगार्छ जा यसलाई पानी तिर्खा लागेछ हटी जुठो पार्छ पानी उठ त बाख्रा गाई पाल्नु त सिधो है दुध खानु मात्रै पिठो गाई तपाईँहरूले घाँस काट्छ कि काट्दैन हामी त यसरी घाँस काट्छौँ अलि लाग्ने छ है त्यो हेर्न त्यो घारीमा कहाँ गएको हाइट चाहिँ अलिकति पुग्दैन र भन्नु बाबा छोटे पानी बनाउनु आउँदैन क्या हो यो काङ्गो त बाबुलाई किन भन्छ फेरि दिवस बनाइन्छ नि लु बा गाइस फाइनली अब हामीले चाहिँ घाँस काटिसक्यो अब चाहिँ म भारी लाउँछु हेर्दै गर्नुहोस् ल तपाईँ गरमले चाहिँ पग्ला भइसक्यो भारी पनि लाउनुपर्छ हो अब यो चाहिँ बाख्रालाई लगेर पिर पार्छ है बाख्रा गाई पालेको छ भने चाहिँ पिर छोटो होला मुनि मुनि कुमाले झुमाले घरमा आइज गुन्द्रुक कुमाले भने चाहिँ घाँस काट्नु भने बाहिर जाँदा चाहिँ राम्ररी चटकचिटिक घरमा आउँदैछ घाँस काट्नु यस्तै हो जिन्दगी के गर्नु बिमार नलागोस् भनेर हौ अरू त के होइन कि जिरो फिगर बनाएको नि त घाँस काटेर चाहिँ एक्सर्साइज गर्नु जाउँ भन्ने पैसा छैन त्यही कारण घाँस काटेर जिरो फिगर थ्याङ्क यू गाइस अब म भारी बोक्छु हेर्नु अब घाँस काट्दै हुर्केर आयो जोबन हुर्केर खोइ कसलाई दिनु जोबन खोइ त तल लगाएछ भयो आमा गरम पो भएछ हौ छ नि त घाँस कति लु फाइनली चल्दियो अब बन्द गरिदिउँ